यो चाहिँ फर्स्ट रेकर्डिङ हो। नेपालको भूगोलबारे पढ्न गइरहेका छौँ। हामी नेपालको भूगोलमा के कुरा परिवर्तन भएको छ त्यसबारे छलफल गर्दैछौँ। नक्सा चुचे, लिम्पियाधुरा, लिपुलेख र कालापानी समेटिएको। नक्सामा चुचे भनेर नेपालको नक्सामा एउटा चुच्चो जस्तो राखिएको छ, तर त्यो चुच्चोमा चाहिँ के छ त भन्दा लिम्पियाधुरा, लिपुलेख र कालापानी समेटिएको छ। पहिले बुच्चे भनेर थियो। सो विक्रमसम्म 2077 जेठ 7 गते नेपालले नयाँ नक्सा सार्वजनिक गरेको। 2077 साल जेठ 7 गते। क्षेत्रफल 147,181 वर्ग किलोमिटर रहेको छ। हालसम्म सरकारले यो बाहेक निम्न अनुसारका क्षेत्रफललाई मान्यता दिएको छैन। 147,181 कति बढाइयो त भन्दाखेरि 460.28 बढाएर पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको थियो। पछि 335 बढाएर केही पत्र पत्रिकाले प्रकाशन गरेका थिए। नेपालको पश्चिमी बिन्दु के हो त भन्दा कञ्चनपुरको दोधारा 80 डिग्री 4 मिनेट पूर्वी देशान्तर। 84 पूर्वी देशान्तर। नेपालको पश्चिमी बिन्दु कञ्चनपुरको दोधारा 84 पूर्वी देशान्तर। कञ्चनपुरको दोधारा 84 कतै कतै नयाँ नक्सा जारीसँगै पश्चिमी बिन्दु लिम्पियाधुरा भनिए तापनि देशान्तरको हिसाबले लिम्पियाधुरा 80-30 रहेको छ। जिल्ला 77 कान्छो जिल्ला रुकुम पूर्व, कान्छो जिल्ला रुकुम पूर्व पहिला कालीकोट रहेको। सगरमाथाको उचाइ 8848.86 मिटर रहेको। 8848.86 मिटर रहेको। नेपालको सबैभन्दा होचो भूभाग 58 मिटरको झापा केचना कवाल। नेपालको सबैभन्दा होचो भूभाग 58 मिटरको झापा केचना कवाल। झापाको केचना कवाल कतै कतै धनुषाको मुसहर्निया 59 मिटर उल्लेख भए तापनि अहिले 58 मिटरको झापा केचना कवाल रहेको छ। अग्लो झरना पाँचाल झरना 381 मिटर रहेको छ, कालीकोटमा रहेको छ। अग्लो झरना पचाल झरना 381 मिटर रहेको छ कालीकोटमा। र पहिला ह्यातुङ झरना भनेर 365 मिटर तेह्रथुम भनेर गरिएको थियो भने अहिले चाहिँ पचाल झरना 381 मिटर रहेको छ। लामो हिमनदी खुम्बु, ठुलो हिमनदी लाङटाङ। लामो खुम्बु, ठुलो हिमनदी लाङटाङ। हिमाल पहाड र तराईमा पर्ने जिल्लाहरू। हिमालमा 21, पहाडमा 35, तराईमा 21। हिमाल र पहाडमा 21 रहेको छ र पहाडमा 35 रहेको छ। हिमाल पहाड र तराईको क्षेत्रफल। हिमाल 15%, पहाड 68% र तराई 17% रहेको छ। हिमाल 15%, पहाड 68% र तराई 17% रहेको छ। फेवातालको क्षेत्रफल 5.726 वर्ग किलोमिटर रहेको छ र यो 11,255 रोपनी 11 आना 11 पैसा रहेको छ। फेवातालको क्षेत्रफल 5.726 वर्ग किलोमिटर रहेको छ र यो 11,255 रोपनी 11 आना 11 पैसा रहेको छ। सबैभन्दा अग्लो स्थानमा रहेको ताल विश्वकै तिलुचो ताल रहेको छ 4919 मिटर। विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल तिलुचो ताल 4919 मिटर। सबैभन्दा ठुलो मानव निर्मित ताल इन्द्र सरोवर मकवानपुर 7 किलोमिटर लम्बाइ। इन्द्र सरोवर मकवानपुर 7 किलोमिटर लम्बाइ। सबैभन्दा ठुलो मानव निर्मित ताल इन्द्र सरोवर मकवानपुर 7 किलोमिटर लम्बाइ।
नेपालको भौगोलिक अवस्थिति। विश्व मानचित्रमा नेपाल कहाँ रहेको छ? महादेश एसिया, उपमहाद्वीप भारतीय उपमहाद्वीप एसियाको दक्षिण एसियामा, दक्षिण एसियाको मध्य भागमा, गोलार्ध उत्तरी, भूमध्य रेखाबाट उत्तरमा, अक्षांश उत्तरी, देशान्तर पूर्वी, ग्रिनविच मिन टाइम लन्डनबाट पूर्वमा। विश्व मानचित्रमा नेपाल कहाँ रहेको छ? महादेश एसिया, उपमहाद्वीप भारतीय उपमहाद्वीप एसियाको दक्षिण एसियामा, दक्षिण एसियाको मध्य भागमा, गोलार्ध उत्तरी, मध्य रेखाबाट उत्तरमा, अक्षांश उत्तरी, देशान्तर पूर्वी, ग्रिनविच मिन टाइम लन्डनबाट पूर्व। नेपालको भौगोलिक अवस्थिति कस्तो छ? हामीले अघि कहाँ रहेको छ कुरा गऱ्यौँ भने अहिले कस्तो छ त? नेपालका 4 बिन्दु, नेपालका 4 किल्ला। भौगोलिक नियामकमा सुरु र अन्त्य, डिग्री, ठाउँ, स्थान, जिल्ला र बिन्दुको कुरा गरिएको छ। भौगोलिक नियामक अनुसार डिग्री 26 डिग्री 22 मिनेट उत्तरी अक्षांश देखि 30 डिग्री 27 मिनेट उत्तरी अक्षांश। उत्तरी अक्षांशमा 26, 22, 30, 27 रहेको र पूर्वी देशान्तरमा 84, 88, 12 रहेको। 84 पूर्वी देशान्तरदेखि 88, 12 पूर्वी देशान्तर रहेको। हाम्रो नेपालको भौगोलिक अवस्थिति कस्तो छ भन्दाखेरि डिग्री अनुसार हेर्ने हो भने अक्षांश अनुसार चाहिँ उत्तरी अक्षांशमा 26, 22, 30, 27, 26, 22, 30, 27 रहेको छ भने देशान्तरको हिसाबमा पूर्वी देशान्तर रहेको छ 84, 88, 12 रहेको छ। ठाउँ स्थान लोदावरीदेखि चाङ्ला भन्ज्याङसम्म अक्षांशको हिसाबले, लोदावरीदेखि चाङ्ला भन्ज्याङ र देशान्तरको हिसाबले दोधारा, लिपु, लेलेप, देशान्तरको हिसाबले दोधारादेखि लेलेप। जिल्ला अक्षांशको हिसाबले झापादेखि हुम्ला, देशान्तरको हिसाबले कञ्चनपुरदेखि ताप्लेजुङसम्म। बिन्दु दक्षिणी बिन्दुदेखि उत्तरी बिन्दु, पश्चिमी बिन्दुदेखि पूर्वी बिन्दु। नेपालको सिमाना नेपालको 3 तिर पूर्व, पश्चिम र दक्षिणबाट भारत र एकातिर उत्तरबाट चीनसँग सिमाना जोडिएको। उत्तरमा चीन रहेको छ भने बाँकी सबै भागमा भारत रहेको छ। नेपालको 4 दिशामा पर्ने देश भारत, पूर्व, पश्चिम, दक्षिण भारत रहेको छ, उत्तर चीन। सम्बन्धित देशका प्रदेशहरू नेपालको पूर्वमा सिक्किम र पश्चिम बङ्गाल रहेको छ। सिक्किम र पश्चिम बङ्गाल। पश्चिममा उत्तराखण्ड, त्यो भारतको रहेको छ। उत्तरमा चीन भएकोले तिब्बत रहेको छ र दक्षिणमा भारत भएकोले बिहार र उत्तर प्रदेश रहेको छ। पूर्वमा सिक्किम र पश्चिम बङ्गाल, पश्चिममा उत्तराखण्ड, उत्तरमा तिब्बत, दक्षिणमा बिहार र उत्तर प्रदेश। नेपालका तर्फका प्रदेशहरू पूर्वमा कोशी प्रदेश रहेको छ, पूर्वमा कोशी प्रदेश, पश्चिममा सुदूरपश्चिम प्रदेश, उत्तरमा लुम्बिनी र मधेस बाहेक सबै प्रदेश, उत्तरमा लुम्बिनी र मधेस बाहेक सबै प्रदेश रहेका छन् भने दक्षिणमा कर्णाली बाहेक सबै प्रदेश, दक्षिणमा कर्णाली बाहेक सबै प्रदेश। सिमाना छुटाउने सिङ्गलिला पर्वत र मेची नदी। पूर्वमा भारतसँग केले सिमाना छुटाएको छ त? सिङ्गलिला पर्वत र मेची नदी। पश्चिममा महाकाली नदी, उत्तरमा भोट हिमाल, दक्षिणमा सीमा स्तम्भ र 10 गजा क्षेत्र, दक्षिणमा सीमा स्तम्भ र 10 गजा क्षेत्र। नेपालको बाह्य सिमाना चीनसँग जोडिएको 1236 किलोमिटर, भारतसँग जोडिएको
1690 किलोमिटर 1690 किलोमिटर र माइलको हिसाबले हेर्दा चीनसँग 768 माइल, भारतसँग 1050 माइल। प्रतिशतको हिसाबले चीनसँग 42.24% रहेको छ र भारतसँग 57.75 मिटर रहेको छ। छिमेकीसँग सीमा सन्धि। छिमेकीसँग सीमा सन्धि विवरण। सन्धि चीनसँग सीमा प्रोटोकल। चीनसँग सीमा प्रोटोकल, भारतसँग सुगौली सन्धि। चीनसँग सीमा प्रोटोकल, भारतसँग सुगौली सन्धि। सन्धि भएको मिति। सीमा प्रोटोकल चीनसँग 1961 अक्टोबर 5 1961 अक्टोबर 5 सीमा प्रोटोकल भएको। सुगौली सन्धि 1816 मार्च 3 1816 मार्च 3। नेपालबाट सीमा प्रोटोकलमा हस्ताक्षर गरेको श्री 5 महेन्द्रले र देशबाट चाहिँ लिउ साउची र हस्ताक्षर भएको ठाउँ पेकिङ हालको बेजिङ। सीमा प्रोटोकल सन् 1961 अक्टोबर 5 गते भएको थियो। श्री 5 महेन्द्र र लिउ साउचीले हस्ताक्षर गरेका थिए र हस्ताक्षर भएको ठाउँ पेकिङ हालको बेजिङ रहेको थियो। भारतसँग सुगौली सन्धि भएको थियो। भारतसँग सुगौली सन्धि सन् 1816 मार्च 3 मा भएको थियो र हस्ताक्षर गर्ने व्यक्ति गजराज मिश्र र जनरल ब्राडसा रहेका थिए, जुन सुगौलीमा भएको थियो। नेपालबाट नजिकका देशहरू। नेपालबाट सबैभन्दा नजिकको देश भारत रहेको छ, जुन 10 गज दूरी रहेको छ। नेपालबाट सबैभन्दा नजिकको देश भारत रहेको छ, जुन 10 गज नजिक रहेको छ। दोस्रो नजिकको देश चीन रहेको छ। तेस्रो नजिकको देश बङ्गलादेश 27 किलोमिटर रहेको छ। चिकन नेक करिडोरले नेपाल र बङ्गलादेशलाई छुट्याएको छ। चौथो नजिकको देश भुटान 32 किलोमिटर रहेको। नेपालबाट नजिकका नेपाल बाहिरका अन्य गन्तव्य। नजिकको समुद्र बङ्गालको खाडी 1127 किलोमिटर 700 माइल। नजिकको समुद्र बङ्गालको खाडी 1127 किलोमिटर 700 माइल। नजिकको महासागर हिन्द महासागर। नजिकको महासागर हिन्द महासागर। बन्दरगाह कोलकाता 3000 किलोमिटर। 3000 किलोमिटर। विमानस्थल पटना बिहार भारत। नजिकको समुद्र बङ्गालको खाडी 1127 किलोमिटर 700 माइल। नजिकको महासागर हिन्द महासागर। बन्दरगाह कोलकाता 3000 किलोमिटर। विमानस्थल पटना बिहार भारत। नेपालबाट नजिकका नेपाल बाहिरका अन्य गन्तव्य। नजिकको समुद्र बङ्गालको खाडी 1127 किलोमिटर 700 माइल। नजिकको महासागर हिन्द महासागर। बन्दरगाह कोलकाता 3000 किलोमिटर। विमानस्थल पटना बिहार भारत। छिमेकी मुलुकसँग सीमा साझेदारी जिल्ला र प्रदेश। छिमेकी मुलुकसँग सीमा साझेदार जिल्ला र प्रदेश। चीनलाई छुने 13 जिल्ला। चीनलाई मात्र छुने 13 जिल्ला। 13 + 2 15 जिल्ला। चीन र भारत दुवैलाई छुने 2 दार्चुला र ताप्लेजुङ। चीनलाई मात्र छुने 13 जिल्ला। चीन र भारत दुवैलाई छुने 2 जिल्ला दार्चुला र ताप्लेजुङ। भारतलाई मात्र छुने 25 जिल्ला। तर चीन र भारत चीनलाई टोटल जिल्ला 15वटाले छुन्छ भनेदेखि भारतलाई 25 + 2 27वटाले छुन्छ।
तर चीनलाई मात्र छुने भनेको 13, भारतलाई मात्र छुने भनेको 25। प्रदेश अनुसार हेर्दाखेरि चीनलाई मात्र छुने प्रदेश एउटा छ, तर चीन र भारत दुवैलाई छुने चाहिँ 4वटा जिल्ला रहेको छ।